साथीहरू म अझै आइसकेँ भीम भाइको ब्लगमा। आज हामी स्कुलदेखि छुट्टी भएर क्योटोवासी क्योटो टावरको यहाँ जाँदैछौँ। क्योटो टावरमा त अब नघुम्ने र पैसा धेरै लाग्छ भन्यो। कति लाग्छ भाइ? क्योटो टावर भित्र गयो भने 7 देखि 8 हजारको बिचमा लाग्छ। तर क्योटो टावरलाई हेर्नको लागि पल्लो बिल्डिङमा जानु छ। पल्लो बिल्डिङमा जानको लागि धेरै त्यो हुन्छ नि त, के भन्छ त्यसलाई, लिफ्ट लिफ्ट सिँढी त्यो चढेर जानुपर्छ क्या। त्यो चढेर जानुपर्छ। ठिक छ, हाम्रो त्यहाँ त नजाने जुन दिन हामी पैसा टन्नै कमाउँछौँ त्यसपछि जाने। अहिले त हाम्रो क्योटोवासी सामान अलि किन्नु थियो रुमको लागि, केही खानेकुराहरू। त्यही भएर त्यही किन्न दिदीहरूले भनेको थियो कि त्यहाँ जानु, त्यहाँदेखि किन्नु अलि हुन्छ सस्तै भन्थ्यो। अब कतिको सस्तो रहेछ हेरौँ, आँखाले हेरौँ पैसाले किनौँ। अब कस्तो हुन्छ? तिमी गएको छौ कि न भाइ? म एकचोटि गएको छु क्योटोवासी दाइसँग, तर बाटो भुलिहालेँ, ट्रेनमा गएको थिएँ त्यहाँदेखि। तिम्रो त यो बिजोकै छ भाइ, जहाँ जान्छौ बाटो बिर्सिए दिदी, म त बिर्सिएँ भन्छौ। खै के हो कति बिर्सिन्छौ? अब म्यापको द्वारा जाँदैछौँ हामीहरू। म्याप हेरेर मलाई म्याप हेर्न पनि आउँदैन भनेपछि सबले कति केटी भन्ला नि त। अब ठिक छ, आउँदैन म्याप हेर्न। अहिले यिनीहरूसँग जाँदैछौँ। त्यसपछि त एकचोटि गएपछि त थाहा पाइहालिन्छ र। खै के भन्छ यो, टर्न राइट भन्छ म्याप वाइलले। त्यहाँ जाने देखाउँछ है, त्यहाँ के रहेछ, कसको कति प्राइस छ भनेर म सबै देखाउँछु। यो साथीहरू हामी क्योटोवासी पुग्यौँ। धेरै ठुलो छ है। अब ट्रेकिङ यो डमाडोल छ, थाहै छैन कहाँ जानु। के बिम्ला होला हेलो साथी, कहाँ तेरो दुःखलाई मनभरि हाँस्ने जीवनको बाटो यस्तै हो। हाँसो र रोदन सुखितको छन् र सबै हुने मुना र मदन। तनमा जागर छोडेर जान यहाँ कसलाई जरहर यस्तै त